सबैलाई नमस्कार। म चाहिँ विगत 12 वर्षदेखि पीडित एक मानसिक रोगी दिदीको घरमा आएको छु आज। त्यो दिदीको घरमा चाहिँ को हुनुहुन्छ उहाँको बारेमा जानकारी दिनको लागि म यहाँ आएको छु। दिदी हजुर नमस्कार। हजुर नमस्कार, बस्नुहोस्। अनि दिदी हजुरको शुभ नाम? मेरो छन्माया बराल। अनि कति वर्ष हुनुभयो हजुर? म अहिले 43 वर्ष भयो। अनि हजुरको घर यही हो? यही हो। थाई घर हो नि? हजुर यही हो, थाई घर। अनि यो ठाउँलाई कति नम्बर वडा भन्छन्, कुन ठाउँ भनेर चिन्नुहुन्छ? यो बेस्तर नगरपालिका 11 लमजुङ तिलार भनेर चिनिन्छ। अनि घरमा हजुर एक्लै हुनुहुन्छ कि को हुनुहुन्छ? घरमा हामी 4 जना परिवार छौँ। अब छोरीको बिहा गरेर दिइसक्यो। हजुर। छोरो पनि मानसिक रोग भएर हस्पिटल लगेर राखेको हजुर है। हजुर। अनि म पनि त्यस्तै छु, मानसिक रोगी नै छु। म पनि मानसिकको औषधि खानुपर्छ। अब बुढो पनि बिमारी हुनुहुन्छ, बुढै भइसक्नु भयो, बुढालाई टिबी लाग्छ। अब मलाई अब यो मानसिक औषधि खान थालेको 12 वर्ष जति भयो है। अनि पहिला पनि अब त्यो बिमारी हुँदाखेरि अब अलिअलि भएको जमिन जग्गा पनि बेचेर बुढाले मलाई बताउनु भयो। अब यही सम्पत्तिको नाममा भनेको यही एउटा घर छ है। अहिले अब छोरालाई नि मानसिक नै घर चितवन हस्पिटल मौला कालिकामा लगेर राखेको छ। हस्पिटल चाहिँ अब पैसा नभएर उपचार गर्न मानिराखेको छैन। अब त्यस्तै भयो। अब घरको समस्या दुःख भन्ने कुरो यस्तै हुँदो रहेछ। अब के गर्ने? अब छोरालाई हस्पिटल लगेर राखेको, उपचार गर्ने पैसा छैन। नरुनु दिदी, नरुनु। हामी आएका छौँ, हजुरको समस्या पक्कै पनि समाधान गर्नेछौँ। अनि हजुरले कुन औषधि खानुभएको छ नि दिदी? देखाउनु त औषधि। मेरो औषधि यही हो। हजुर, उहाँले चाहिँ यस्तो औषधि सेवन गरिरहनु भएको रहेछ। यो औषधि चाहिँ कुन ठाउँबाट ल्याउनुहुन्छ दिदी? मैले चितवनबाट ल्याउँछु। चितवनबाट हो? अनि हजुरले यो औषधि कति टाइम खानुहुन्छ, कसरी खानुहुन्छ नि? यो बिहान र बेलुका हो। यो 2 गोली खान्छु मैले यो औषधि। 2टा गोली खानुहुन्छ? हजुर। अनि तपाईँको बाबुलाई चाहिँ यो रोग लागेको कति भयो त नि? यो रोग लागेको भयो 3-4 वर्ष भयो है। हजुर। बाबुलाई पटक बेथा उल्टिरहेको भएर मैले कहिले नारायणी सामुदायिक, कहिले मौला कालिकामा लिएर जाने, औषधि उपचार गर्ने गरेको थियो। अहिले त अन्तिम घडीमा पुगियो है। अब लास्ट स्टेजमा पुगियो। भएको सम्पत्ति पनि भ्याइयो। बाउ पनि रोगी। हजुर। म पनि रोगी। काम गर्न सकिँदैन। अनि दाइ के रोग लागेको छ? दाइलाई टिबी रोग लागेको हो। उहाँ पनि औषधि खाइरहनुहुन्छ। म पनि मानसिकको औषधि खाने भएन। एउटै छोरो थियो, त्यसलाई पनि मानसिक भएर हस्पिटल लगेर राखेको छ। हजुर। औषधि गर्ने पैसा छैन। भएको सम्पत्ति नि भ्याइयो औषधि उपचारमै। अब त केही छैन हाम्रो उपाय। देश विदेशमा रहनु हुने दाजुभाइ दिदीबहिनीहरूले यति मैले विनम्र अनुरोध गर्दछु, मेरो घरको स्थिति, मेरो घरको हेरेर मेरो छोराको लागि केही सहयोग गरिदिनु हुने आशा र अपेक्षा राख्दछु। होइन, नरुनु दिदी। पक्कै पनि हजुरको भिडियो हाम्रो देश विदेशमा रहनुहुने दाजुभाइ दिदीबहिनीहरूले हेर्नुहुनेछ। र एकले थुकी सुकी र 100ले थुकी नदी भने चाहिँ दिदी, हजुरको यो समस्या पक्कै पनि हाम्रो देश विदेशमा रहनुहुने मनकारी दाजुभाइ दिदीबहिनीहरूले हेरेर, यो भिडियो हेरेर उहाँहरूको मन पग्लेर हजुरहरूलाई पक्कै पनि सहयोग गर्नुहुनेछ। दिदी नआतिनुहोस्, हजुरलाई सहयोग हामी गर्नेछौँ। हजुरलाई सकेसम्म हामीले सहयोग गर्नेछौँ। नआतिनु दिदी। हजुरलाई नियमित रूपमा औषधि सेवन गरिरहनु र बाबुको बारेमा चाहिँ हामीले सकेसम्म सहयोग गर्नेछौँ दिदी भन्दै देश तथा विदेशमा रहनुहुने सम्पूर्ण महानुभावहरूले यो भिडियो हेरेर हाम्रो छन्माया बराल ज्यूको छोराको लागि, हजुरको छोराको शुभ नाम के पर्यो रे? मनोज बराल बिक भन्ने हाम्रो भाइ अहिले मौलाकाली हस्पिटलमा हुनुहुन्छ। उहाँ चाहिँ मानसिक रोगबाट पीडित भएर हस्पिटलको बेडमा मरण र
मरणको बिचमा उहाँ छटपटिरहनु भएको छ। उहाँको उपचारको लागि चाहिँ हाम्रो देश तथा विदेश तथा दिदीबहिनीहरूले पक्कै पनि सहयोग गर्नुहुनेछ र मैले त्यही आशा र अपेक्षा राख्दछु है। हजुर हुन्छ दिदी, अब हामी लाग्छौँ।